हेलो गाइज, म चाहिँ आज चिकन चाउमिन बनाउने तयारीमा छु हैन। यहाँ काटेर राखेको छु बन्दा प्याज अनि क्याप्सिकम, ब्रोकाउली, हरियो खोर्सानी, गाजर, मुला अनि त्यसपछि प्याज, त्यसपछि चिकन पनि फ्राई गरेर राख्थेँ मजाले। अलिक अलिक खाइदिएँ पनि कस्तो खाम लाएर कन्ट्रोलै भएन। त्यसपछि चाउमिनलाई पनि मजाले बोइल गरेँ। अलिक गिलो भइहाल्यो है गर्दै फेरि। अनि त्यसपछि प्यान तताएर तेल हालेँ। तेल पनि तात्यो। त्यसपछि मजाले लसुनलाई सानो टुक्रा पारेर काटेको थिएँ, त्यसलाई पनि फराइदिएँ। अनि त्यसपछि थोरै प्याज पनि हालेर भुट्दै। मलाई चाहिँ प्याज त्यति धेरै मन पर्दैन, त्यो थोरै मात्र राखेँ। त्यसपछि मैले अघि काटेर राखेको सबै कुराहरू मिक्स गरिदिएँ। मजाले हल्लाउँदैछु है मजाले। त्यसपछि थोरै नुन हाल्दै चाँडै गलोस् भनेर। त्यसपछि चाउमिनलाई पनि मजाले हाल्दै सबै यस्तो देखियो। त्यसपछि मैले थोरै चाट मसला हालेँ हैन गाइज। अनि त्यसपछि मैले काश्मिरी मिर्च पनि थोरै राख्थेँ। त्यसपछि मैले थोरै यो लसुनको धुलो पनि राख्थेँ। त्यसपछि मैले थोरै यसलाई अजिनामोटो पनि राख्थेँ। चाउमिनमा चाहिँ अजिनामोटो राखेन भने चाहिँ कस्तो के नपुगे जस्तो हुन्छ। त्यसपछि मैले थोरै सोया सस पनि राख्थेँ। त्यसपछि मजाले यसलाई चलाउने मजाले। अलिक गिलो भएर कस्तो देखियो, तर मिठो होला जस्तो छ है गाइज। त्यसपछि मैले थोरै पिरो पुग्दैन भन्ने सोचेर थोरै धुलो खोर्सानी पनि त्यसमा एड गरिदिएँ। पछि चाहिँ गाइज मैले अघि फ्राई गरेर राखेको चिकनलाई पनि मजाले त्यसमा राखेर मिक्स गरिदिन लागेँ। मजाले यसलाई मिक्स गरिसकेपछि चाहिँ अब हाम्रो चाउमिन चाहिँ रेडी भयो है गाइज। यसलाई मजाले मिक्स गरिदिएर लो हिटमा चाहिँ मजाले पकाउनु। अब चाहिँ अलिक देख्दै खाम लाग्दो भयो है गाइज, मिठो होला जस्तो। मजाले चलाउने, मजाले चिकनलाई पनि अलि मसला पुगोस् न हैन। त्यसपछि मैले काटेर राखेको हरियो धनियाँ पनि त्यसमा एड गरिदिएँ। त्यसपछि प्लेटिङ गरेँ मजाले। केचप र अचार गुड मिलाएको बनाएको थिएँ, मजाले राखेर प्लेटिङ पनि मजाले गरिदिएँ। गाजर, मुला र थोरै काँक्रो पनि राखेर मजाले यस्तो देखियो है गाइज। लास्टमा चाहिँ तपाईँहरू पनि यसरी बनाएर खानुहुन्छ भने ट्राई गर्नु। थ्याङ्क यू। सब्सक्राइब।